हाँ बटारे कान्छा यता आउन किन हो त्यही 19 फाउन्टेनको तिम्रो कथा सुन्नु होला मैले उहिले सुनिछ म सुन्दिनँ जहिले 19 फाउन्टेन हुन्छ 19 सिक्सटिनको कस्तो रमाइलो कथा छ नसुन जाऊ तिमी जाऊ ए त्यो 19 सिक्सटिनको भए त सुन्नु त सुन्नु ल ल ल छिटो सुनाऊ कता रमाइलो छ त लु लक्ष्मीको कथा पनि कति सुन्नु हो ल यो कथा चाहिँ 1916 को हो हाम्रो पल्टन जापानमा त्यहाँनेर चाहिँ जम्मै रासन लत्ता कपडा भएको गाडी मिलिटरीको हाम्रो टडकमा हामी गुडुङडुङ जाँदै थियौँ हाम्रो 4-5 जना ब्याजी पल्टने चाहिँ टाढाको हुटमा थियो कि मिलिटरी सुन्नी भए यता फर्का नत्र के मुन्टो उचाउचा गरे ए अब यसपछि चाहिँ के हुन्छ भनेर यसो सोचेको के अब के खानु सोचिरहेको यहाँ म कथा भन्दैछु त आफै थाहा भइहाल्छ नि यहाँ सुन न त्यस पछाडि गाडी ओह्रालोमा जाँदै थियो 5 जना ब्याजी पल्टने माथिपट्टि बसेको साह्रै सरर हावा चल्यो है आज फिल्टर क्या फुडाउँछ होला भन्दै थियो हावा किन यति साह्रो चल्यो आज भनेको गाडी ओह्रालोमा कुरो बुझ्दै गएको त अघि नै ब्रेक फेल भइरो अघि नै गाडी त अनकन्ट्रोलमा गुडुङडुङ ओह्रालो जाँदै रहेछ गाडी गुडुङडुङ ओह्रालोमा गएकै छ अनि त्यसपछि के भयो अनि त्यसपछि के भयो भनेदेखि अनि त्यसपछि झुसेले भन्थे त कहाँ असिलो पारेर अनि कहाँ झुसेले भन्छ भने हल्ला नगर जान्ने भएर त्यो ट्रक किन ओह्राला लायो कि ओह्राला नलाए भए हुन्थ्यो कि ब्रेक फेल नगरे भए हुन्थ्यो अब न ब्रेक हान्न मिल्छ अब न के कहीँ हल्ला नगर न कटाकुटुक पारा गुडुङडुङ सुनाइदिएन ल सुना न त्यसपछि के भयो भने बट्टारे त्यसपछि ओह्रालोमा टडक गएको गई छ ड्राइभर आत्तेको आत्ते टडक गएको गई छ ड्राइभर आत्तेको आत्ते ओहो त्यस्तो ओह्रालोमा अनि टडक पल्टेन त कहाँबाट पल्टिन्छ नि अनि त्यो ओह्रालो भए पनि सिधा बाटो थियो के सिधा थियो आत्ते पनि लखर गरेछ गएको छ बाटो सिधा छ है ल बाँकी भन्नुहोस् त अनि बाँकी त्यसपछि गाडी जाँदैछ ब्रेक फेल भएको छ गुडुङडुङ जाँदैछ मिलिटरीको ट्रक सबै ब्याजी पल्टने त्यहाँ छ अगाडिपट्टि हेरेको त ठुलो टर्निङ आयो यस्तो टर्निङ कि त्यति ठुलो टर्निङ भएको घुम्ती त मैले देखेकै छुइनँ संसारमा ठिक्कै घुम्ती अगाडि देख्ने बित्तिकै त्यसपछि के भयो त भन्दै त त्यसपछि के भयो त्यसपछि अब के भन्ने भन्दैन मिलाएर कसरी मिलाउने त्यस्तो सिधा बाटोमा भएको टडक चाहिँ लगाएर तपाईँ जान्ने भएर घुम्तीमा लाने एकातिर ब्रेक फेल गराउने एकातिर घुम्तीमा लाने म सक्दिनँ तपाईँ आफै मिलाउनुहोस् काटाकुटुक पारा म सक्दिनँ कि त्यो नारायण घाट जस्तो सल्ल परे सिधा बाटोमा चाहिँ भरेको टडक चाहिँ जान्ने भएर तपाईँलाई त्यो बाहिर रोडको बाटोमा किन लाने आफै लयो आफै मिल्नु हल्ला नगर घुम्तीमा लगाएर मलाई टडक जिम्मा नदिनुहोस् तपाईँ आफै लानु घुम्ती कटेपछि म लिन्छु मिलाएर लग्दैन घुम्ती कटाउनु न पहिला मिलाएर लग्दैन झुसेले भन्दै त्यसपछि के भयो अनि त्यसपछि के भयो भन्दाखेरि अब त्यो घुम्तीमा पुनै लगाइसक्यो ड्राइभर एकदम चिन्तित अब जिन्दगीको अन्तिम गीत भनेर स्टिरिङमा यस्तो हात राखेर घुम्ती निरालेटी भयो सानो मायालाई बाटैमा भेट भयो टुङ ठिस गरेर गीत गायो आत्तिएर आँखा चिम्लेछ अगाडिपट्टि त्यो टर्निङमा यत्रो बडामानको ढुङ्गो रहेछ अगाडिको टायर गएर बङ त्यहाँ ठोकिएको थियो आफै त्यो स्टिरिङ घुमेर खुइ यतातिर गयो अनि त्यसपछि त्यसपछि त के त्यसपछि के भयो भन्दाखेरि त्यसपछि त्यहाँभन्दा तल फाँट रहेछ ठ्याक्कै टडक सिधै फाँटमा गएर चाहिँ नि सर्लक्कसँगले रोकियो कसैलाई केही भएन सुरक्षित अवतरण भयो कथा पनि सिद्धियो ए ल साह्रै राम्रो कथा रहेछ कथा पनि सुनियो हस् त नमस्ते के खानु लगेर टाढाक रोकेको अझै कथा सुन्दै थिएन किन कथा सिद्ध्याएको अवतरण भन्नुपर्छ अहिले पक्कै दिएर भक्कै लडाइदिउँ अवतरण नगरेर भयो त तपाईँले फेरि कुन बेला कुन भिरा लगाएर मलाई छोडिदिने हो म सक्दिनँ जिम्मा लिनु त्यस्तो असिला लानुपर्छ टडक फाँटै हिँडो भन्ने कथा हुँदैन अब बोल्दै चिप्ली जान्छ त हाड नबोक जिब्रो अनि तैँले मिलाउनु पर्दैन काम गर्ने राखेपछि कथा त्यसरी अब फाँटको मात्रै भन्ने म सक्दिनँ अब म फाँटको मात्रै भन्छु लो हिँड हौला खै एउटा कथा चाहिँ यहाँ सुनाउनु पर्छ लु नगर भन्दैछु मान्छेले आफ्नै घर नसुन्नु होला चुप लाग्न सुनाउनु पर्छ लु आइज भिनाजी पो आउनुभएछ भिनाजी नमस्कार है भिनाजी साथीलाई नमस्कार सेवारो नानी सेवारो ए ओछ्याउनु ल अनि भिनाजी सन्चै सन्चै हौला खै
मेरो घरको काममा हिँड्दाखेरि व्यक्तिगत कुरा चाहिँ गर्नु पाइँदैन नि फेरि। के भइरह्यो आफन्त भेट्दाखेरि यसो सन्चो बिसन्चो सोध्न नि नपाउनु, कुरा गर्न नमिल्ने भने। हौ लाखे, अहिले उसको कामै कुरा गर्ने हो। मेरो तलब खाएर आफू खुसी कुरा गर्नु पाउँछ त? हौ अब कर्मचारीले अफिसमा गएर हाजिर ठोकेर दिनभरि आफ्नो काममा हिँडेर मिल्छ? हौ लाखे, लु अब एउटा कथा सुरु गरौँ त। यहाँ चाहिँ म थप्न सक्दिनँ है, तपाईँ आफै भन्नुहोस् है। यो कथा 1916 को हो। डेजर्टको मरुभूमिमा हामी ब्याजी पल्टनेसँग हाम्रो पल्टन गुडुङडुङ जाँदै थियौँ। जाँदा जाँदै हाम्रो पल्टनमा सबैलाई बाइसाइकल दियो। लाखे, बाइसाइकल भनेको बुझ्दैन होला झुसेले। बाइसाइकल भनेको साइकल, चुई चुई पारेर कुदाउने सबैलाई दियो। अनि त्यो साइकल दिएपछि लु जाओ, कहाँनिर चाहिँ यहाँ झगडा पर्दैछ गाउँ बस्तीमा बुझेर आओ, शान्ति स्थापना गर्नु पर्यो यहाँ देशमा भन्यो पल्टनमा। भनेपछि हामी गयौँ, चुई 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 पारेर जाँदै थियौँ। अनि त्यसपछि के भयो भनेदेखि यसले भन्छ, लु भन्दै त के भयो? म त थाहा छैन है, म भन्न सक्दिनँ, आफै भन्नु। हिजो बेलुका भनेको होइन, भन्दैन त्यहाँ। म सक्दिनँ। कस्तो सक्दिनँ, साइकलको कथा भन्दै भन्छु। होइन, यसै गरेर कहिलेसम्म तक्मेको घरतिर लखर 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 डुलेर बसिरहने हो? हौ लाखे, यहाँ आफ्नो श्रीमतीको प्रश्नको उत्तर दिने होइन, बाँकी कथा भन्ने। लु झुसे, बाँकी के भयो भन्दाखेरि त्यस पछाडि साइकल लिएर सराएर सबैजना गए। त्यसपछि त्यो साइकलमै जाने अर्को ब्याजी पल्टनेले तक्मे बुढालाई सोध्यो, अनि तक्मे बुढाले जवाफ दिनुभयो। के जवाफ दिनुभयो भन्दाखेरि पैसा चुक्ता नभएसम्म चाहिँ यस्तै लहर लहरै हो भनेर भन्नुभयो। हौ लाखे, कहाँ भयो नि त्यस्तो? कहाँ भोग्छौ त्यस्तो? हुँदै नभएको कथा मिलाउँदै आफ्नो बुढीको त्यहाँ प्रश्नको उत्तर पो दिँदै रहेछ। वाक्कै दिन्छु अहिले। अनि एकचोटिलाई गल्ती भइगयो त्यहाँ। हौ यो दुई भाइ आउँदैछ कि यिनीहरूलाई कथा सुनाउनु पर्छ। म सुनाउँदै जान्छु, बिचबिचमा आहा क्या मजा भन्नु, बुझ्यो? बिचमा बिचमा ए ल ल ठ्याक्क भन्नु है। आहा क्या मजा, आहा क्या मजा, ठ्याक्कै भन्नु कुरो बुझ्यो? हौ कहाँ हिँड्यो तिम्रो? बस न नानीहरू, ल बसौँ बसौँ बसौँ, ठ्याक्क बसौँ। अब सुनौ है नानीहरू, यो कथा 1913 को हो। आहा क्या मजा। त्यहाँको मजा। कथा सुरु भएको छैन, अगाडि नै मजा। त्यहाँ अगाडि भन्ने नि? सुरु हुनु परेन? कस्तो खालको मान्छे, म सुरु गर्छु। ल ल बिचबिच ल ल बिचबिच। यो कथा 1913 को हो। आहा क्या मजा। सुरु भइसक्यो। एउटा प्रसङ्ग सिद्धिनु पर्दैन? त झुसेर पाक्कतिर भ्वाक्क लडाइदिउँ। उता जा, गइहाल। म मिलाएर भन्छु नि त। अब मिलाएर भन्। ल यो कथा 1913 को हो नानी। आहा क्या मजा, यहाँ भन्ने होइन नि? होइन। अनि त्यो बेलामा हामी भर्ती भएको थिएनौँ। हामी पल्टनमा भर्ती हुनु पर्यो भनेर बिहानदेखि बेलुकासम्म गुडुङडुङ कुद्थ्यौँ। कुदेको अरूले एक्सर्साइज गर्दा हामी 200 साइज गरिसक्थ्यौँ। तर त्यति बेला नानी त्यो जुत्ता भित्रपट्टिको मोजा दुलो परेर भित्रको छालासम्म दुलो परेर रानी मासु देखेर छलेर खुनाको हो नानी। आहा क्या मजा। क्या मजा? के क्या मजा? मेरोमा मोचा च्यातिएर त्यत्रो कुर्कुच्चा दुलो परेर भित्रबाट खुन आएर रानी मासु देखिरहेको छ, तँलाई क्या मजा भयो? फक्क दिएर भक्कै लडाइदिउँ। होइन, कुन बेला भन्ने त मैले त भन्ने ठाउँै भेटिनँ। अहिले म भन्छु। कस्तो खालको भन्ने ठाउँमा भन्दैन, नभन्ने ठाउँमा क्या मजा? यसो गर्छु, अब कथा भन्नुभन्दा पहिले एकचोटि भन्छु। आहा क्या मजा। मिल्यो? त मर्ने गरिदिने। के भयो बुढा? नुन खा कुखुरा जस्तो झोग्राएर आछौ त। तक्मेका काम छोड्यौ कि क्या हो? छोड्या छैन, तर अब छोड्छु। किन गाह्रो भयो? धेरै गाह्रो भयो। किन ठुल्ठुला भारी बोक्नु पर्यो हो बुढा? पारेन, भारी बोक्नु परेन, तर फटा कुरा चाहिँ गरे गर्नु पर्यो। उसले फटा कुरा गरे गर्ने, मैले चाहिँ सही थपे गर्नु पर्ने। यो फटा कुरा गर्नलाई चाहिँ फेरि भारी बोक्नु भन्दा गाह्रो हुँदो रहेछ। त्यो भएर म सक्दिनँ। त्यसो भए अब तक्मेकोमा काम छोडिदिनु त? छोडिदिएँ मैले, जे पर्ला। हौ झुसे। हजुर बकम फुसे। हौ भागेर अघि यहाँ पो आइपुगेछ त। हिसाब त अझै चुक्ता भएको छैन त, जाने होइन? ल हिँड। हस्।
तोच गर्नु नि त ल आफै गर्दै हिँड्न लु हिँडिहाल अङ्क अङ्गको काम 3 बकर सुक्यो होला नि लाको माया नमस्कार है हौ लाखे नमस्कार है सेवा साष्टाङ्ग दण्डवत छ है अरे लाख हौ के भो सेवा ढोक छ है हौ लु सेवारो आशीर्वाद धन्यवाद जिन्दाबाद मुर्दाबाद के बाद हो जम्मै बाद तपाईँ जस्तो देश विदेश घुमेको सबै कुरा जानेको मान्छे छिमेकी पाउनु त हाम्रो लागि त ठुलो गौरवको कुरा हो हौ त्यो त ठ्याक्कै हो नि हैन के कामले पायो हो झुसे तपाईँलाई केही पर्यो भनेदेखि जिउँदाको जन्ती मर्जाको मलामी म छु हैन हौ के पो भनेको हौ न त मेरो बिहे गर्ने बेला भएको छ न त मर्ने नै बेला भएको छ हौ के पो भन्नु खोजेको अलिक कुरो बुझिन नि झुसे कुरो के भनेदेखि त्यो कोटको अनिकाल परेर त्यहाँ बिहेमा कोट लाएर मात्रै आउनु भनिया रहेछ एउटा छ भनेदेखि जडौरी हौ किन पो यत्रो धेरै अघिदेखि डाल्डा र घिउ लाएर चिप्लो कसी कुरा गर्छ झुसेले भनेको त त्यही कोट माग्नु पो रहेछ लुटे हौ दिए नि अब के त मेरो भतिजो केटाले 1914 मा ल्याएर छोडेको सेटै कपडा पो छ त लु झुसे लाखे ठिक हुने खालको है हेरौँ है त यसले हुन्छ कि हुँदैन यसले हुन्छ यो मेल्टरी लुगा अब पल्टनेकोमा अनि यो पल्टने लुगा नभएर कस्तो लुगा हुन्छ त कोट लाएर आउनु भनिया थियो यसले होला त नमस्ते ठुलो भिनाजु नमस्कार सर बा घरमा हैन बाबु बिहेको दिन घरमै हुनुहुन्छ जानु कोट राम्रो रहेछ है नमस्ते काका ए नमस्ते अनि के छ पाउन बसाहरू आए ए सबै यहाँ आइसके अनि खसी ढाले ढालिसके तयारी भएर बसियो ए ल ठिक छ ए पहनु त पहनु है कोट ल राम्रो रहेछ तपाईँ जानु ठिक छ हैन जानु ठिक छ सेवा रहे आफू त जन्मिँदै कोट लाएर जन्मेको इमान इज्जत र प्रेस्टिज भएको मान्छे भन्नै पर्दैन घडी पनि पो छ त ए ल जानु हाङकाङको तपाईँ कुरै गर्नु पर्दैन लो ए कस्तो टालको लुगा लाएर यस्तो लुगा लाएर आउने भने मैले कोट लागेको मान्छेलाई जान दिनु नि पहिला ए तपाईँ जानु होइन कस्तो लुगा लाएर परेल खेल्न लाग्यो क्या आर्मीको लुगा लाएर अघि नै मैले यो झुसेलाई भनेको है म मेरो कोट दिन्छु नि त झुसे लाऊ भनेको होइन म त पल्टने लुगा लाउँछु भने ऊ अब यस्तो लु आफै कुरा गरौँ है यो लुगा लाएर जाने हो मैले कोट लाएर आउनु त्यतिमा त्यत्रो निम्तो गर्दाखेरि भने होइन कस्तो टाल तपाईँ गर्दैन ए यस्तो लुगा लाएर आउने यो हुँदैन यस्तो लुगा लगाएर कहाँ हुन्छ कोटै खोज्नु पर्यो होइन घरमा कोही छैन क्या हो ए बाउ के हो मान्छे छैन कोट मात्रै छ हेर त कोहीको जिउ मात्रै लाउनलाई कोट छैन कोही कोट छ लाउनलाई जिउ छैन लिएर गएर भोलि पर्सि देशी ल्याएर ल बाउ मैले नसोधी लगाएको थिएँ भनिदिनु पर्छ है क्या लिएर जानु पर्यो ओइ म यहाँ धुलो भनेदेखि के गरे किन कोट चलाएको जान्नी भर खुम्ची आएदेखि यो बाउको कोट हो बाउको होइन मेरै हो ए बाउकै हो अनि कसको त ए राम्रो रहेछ अनि सन्चै हजुर सन्चो बिसन्चो के छ भनेर गाउँमा सबैसँग सोध्ने चलन छ त्यही भएर सोध्ने आएको हस् त नमस्कार हस् अलिकति हिसाब मिलाउनु पर्यो बाबु के कुरा यो धनी मानिलाई चाहिँ कोट अनिवार्य गर है अनि तिम्रो बालाई भनेर त्यो गरिबहरूले चाहिँ जरी कोट लाने हुने गरेर मिलाइदेऊ न बाले भने जसलाई पनि कोट लाएर आउनुपर्छ भनेर भने म अरू कुरो जान्दिनँ कोट लाएर आउने टक्क बज्जे भन्न मिलेन अब के गर्नु उसै कहाँ भत्या खान जानु छ होइन अझै पनि तिमीले काहीँ पनि एउटा कोट पाएनौ काहीँ पनि भने के रुखा फल्छ कोट कि मुला उखाल्दाखेरि फुत्त जमिन मुनिबाट कोट आउँछ कसले दिन्छ कोट सबै बिहेमा जानु ताम्सिया छन् जिन्दगीमा कुनै दिन मैले पैसा कमाइछु भने सबभन्दा पहिला 5 जोर कोट प्यान्ट हाल्छु तिमीलाई साडी र चोलो हाल्छु 5 जोर पैसा कमाउनै पर्दैन नि बुढा त्यहाँ हेर त कोट अबि
कोट कसको म गरिब भएँ भनेर भगवान्ले हेरे हुनुपर्छ के भगवान्ले मेरो पुकार सुनेछन् भगवान्ले सुनेछन् के का भगवान्ले हुन्थ्यो नि बतासले सुनेछन् भन न बतासले यो राजुबाबुको कोट जस्तो छ क्या सुका ठाउँबाट बतासले उडाएर ल्याओला यहाँ ए अलिअलि मैलो जस्तो छ यही पनि म अलिअलि काचा कुचुक पारेर धोएर सुकाइदिन्छु काचा कुचुक पारे अनि यहाँ घर अगाडि यसो गरेर टाङ्नु धुनु अनि उता घर पछाडि कसैले नदेखि त्यहाँ सुकाउनु ल ल अनि लाएर जाने क्या यही भाउजू अनि के गर्दैछौ त अनि खेत रोपेर सक्यो कि के गर्यो खेत भने मेरो मुखा हेरेर कुरा गर्ने कहाँ उता हेरे अनि तैँमा आउँदाखेरि के धुनी के भने यो के हो यो बाटा अनि के कुरा गरे ए कोट कस्तो कोट के कोट भनेदेखि त्यो गाउँमा कोट माग्नु जाउँला अनि मैलो कोट देला नि त्यहाँबाट ल्याएर चाहिँ नि यो बाटामा मच्याङ धोएर लाउँला भनेर बाटा ठिक्क पारेर बस्या कोट चाहिँ भेटिया छैन है हो नि हो राजबाबु ए मेरो पनि कोट हराएर ए तेरो कोट नि हरायो कहाँ थियो त तेरो कोट अहिले छैन भने होइन तैँले कोट भन्नाले उहाँ मेरो जेठानले घरमा ल्याएर छोडेर जानु भएको रहेछ अब त्यही पनि ढुसी परिआएर छ अब यसो घाममा सुकाइदिउँ भनेर डोरिया सुकाएको थिएँ त्यही पनि बतासले उडाएर कता लग्यो पल्ला घरतिर उडाएर लगेछ कि अब बतासले त्यतै जानु पर्यो लु साह्रै दुःख लागिरहेछ है दुःख मन भइरहेछ छिमेकीमा बसेर पनि यो झुसेलाई मैले केही सरसोयोग गर्न नसकेकोमा साह्रै दुःख मन छ है मलाई हौ साँच्चै के पो भन्दै थियौ कोट अरे कोट भन्दाखेरि अब नुवा कोटको त अब कसरी दिनु अब जाँजर कोट त झन् कुरै भएन अब टाढो भइगयो थान कोट दिउँ भने राजधानीको ठेकै वारिपारी मोटर चढेर कहिले जानु अब ज्वारी कोट दिउँ भने घरमा छैन आस्कोट त म लाउँदिनँ जम्मा भएको यो एउटा कोट छ त्यो लाइरहेको छु अर्को एउटा जगेडा कोट छ त्यो घरमा त्यो ल्याइदिरहेको छु नानी पेटीकोटले चल्छ त्यो चाहिँ तिमी लाउ न तिमीलाई सुहाउँछ नि हाम्रो आफ्नै कोट भेटिसकौ धोएर सुकाछ पछाडि हो त हौ झुसे तिम्रो बुढियाले लाउँछौ कि परे हैन त्यस्ता जाबा हाम्रा कति छन् कति अब सहयोग गरौँ भन झुसे बित्थामा उप चिप्लिरहेको हेप्न आ गरिब देखेर अनि साँच्ची बटारे कान्छाका बेलुकैदेखि आउनु भने होइन हो नि सुको होला कोट म लिएर आउँछु तिमी यहाँ बस ल म यहाँ बस्दै गर्छु लिएर है दाइ राजबाबु कान्छो आएछ अनि कोट भेट्यो त कहाँबाट भेटिन्छन् बतासले उडाएकै होइन तँ कोट हराएको आज कसले चोरेको तँ मान्छेलाई मैले ठाडे काँक्रो चिरिदिन्छु तँलाई चिर्छु म यहाँ आइज त घरिघरि मेरो घर आउँदै कोट हरायो भन्ने के कोट चोर्यो भने हामीलाई चोर भन्न खोज्या त्यही तेरो कोट चोर्नु पर्ने हैसियतको मान्छे हो हामी मैले दाइ साई भन्दिनँ अनि मैले तिमीलाई चोर भनेको छु आफ्नो दाइको घर यसो हेर्नु हुँदैन यताउता के छ भनेर हेर्नु हुँदैन म उता जान लागेको अनि के रहेछ भनेर हेरेको उता जान लाग्यो उता यसो मुन्टो यसो गरी जान्छ अनि यता गरेर कोट चोर भन्ने तेरो चोर हो जान अनि तिमी जाँदैनौ बिहेमा संविधान दुःख लाएर आउँछ कसरी जाने के भयो जुठो पारेर बिहे सरेर नि त बुढा मावलाको कान्छो नातिको भतिजोको खसो तक्मे बाले भनेर गएकाई भर तक्मे बुढो भनेर भर्खर जाएछ उनी बिहेमा हिँड्या रहेछ भतेर नखाइ घरै फर्क्यो भात पकाउनु थाल्छ अब एकछिन ए कोट पनि थिएन ठिकै भयो ल म त त्यसो भए घरतिर लाग्यो राम्रै कुरा सुना बुढा तिमीले त हामीलाई शङ्का गरे जस्तो छन् नि उसकै कोट यहाँ हामीले धोएर सुकाएपछि शङ्का गर्दैन अब हुन त त्यसको कोट हामीले खाने त होइन नि अब यो टारौँ यो गर्छु मजाले त्यसको सुकिलो पारेर धोको कोट चाहिँ लाएर टक्क पारेर गएर भतिएर सोतेर खाउँ अब यतातिर दाल पोखिएला यतातिर भतिएर पोखिएला यतातिर मैलो सैलो हुन्छ अनि लगेर त्यसको करासँग लगाएर फ्ल्याट त फालिदिउँ अनि त्यहाँदेखि ए कान्छा यहाँ तेरो कोट भेट्यो भनेर आफै साँचिलो बनाऊ पुरै सिद्धिको जाऊ कोट लिएर आऊ है अब अगाडिबाट निस्किनु हुँदैन यो पड्के छिनछिना आउँदो रहेछ पछाडि झ्यालबाट फुत्त निस्केर मकै बारी एकैचोटि बटारे कान्छा घर फुत्तै
हिँड्का है ए बिहेमा हिँडे बिहेमा हिँड्या अनि जुठो पर्यो भने होइन त जुठो त कहाँ जुठो पर्नु नि त्यो मान्छे मरेकै होइन रहेछ मान्छे बेहोस भएर चाहिँ अहिले होसमा आएर जानु पऱ्यो भने बिहे हुने भयो ए जानु पर्यो ल त्यसो मेरो कोट ल्याउ त जानु पर्यो नि त बिहेमा तेरो कोट हो यो अनि कसको त अब बुढी माइत गई थिए धुनको गाह्रोले तिम्रो आँगनतिर फालिदिएको थिएँ भाउजूले धुन्छन् भनेर धोइदिएछु धन्यवाद ल दाजु किन्न बोलेको भने के अर्नी हिर्काइन्छ अहिले अनि त्यहाँबाट सोध्दै सुत्दा नि के हार्ने भनेर के सोच्नु भएको भिनाजु दाउरा भएको पाखो किन्न पर्यो भनेर सोच्नु भएको कि भरेदेखि भोकै बस्ने भनेर सोच्नु भएको पाखो पनि किनिँदैन भोकै पनि बसिँदैन अनि कसका गएर खाने त थोर्नु त पर्यो नि अर्का घरमा गएर खाने हैसियतको मान्छे हो हामी अब दाउरामा भात पकाएर खाने हैसियतको मान्छे हो हामी अब ग्यासमा पकाएर खान्छ ग्यासमा एकचोटि ग्यास किनेपछि 1.5 महिनालाई ढुक्क हुन्छ अरे धुवा पत्तेल हुने गरी फु फु दाउरा जस्तो फुक्नै नपर्ने केटो ग्यासको व्यवस्था गर्न कुजो दुनियाँलाई देखाइन्छ चप्पल कता हो भिनाजु छिट्टै आउनु है एकछिन पका त्यहाँ म नआउन्जेल घरमा केही पकाउने होइन नि जे खाइन्छ ग्यासमा पकाएर मात्रै खाइन्छ बुझ्यो संसार विचित्र भनेको यही हो क्या ए बाबे कता भाउ सरबाट आएको ए अनि म कहाँ गएर आएको सोध्नु पर्दैन किन सोध्ने ल यत्रो ग्यासको सिलिन्डर किनेर लिएर आइरहेको छु अनि यो ग्यास कति पर्यो नि पर 4300 4300 मलाई पनि थाहा थियो त्यही भएर सोधे ल लागि जान्ने भएर बोल्छ दाउरा पकाएर खाने होला अनि के थाहा हुन्छ ग्यास टाङदिन चट कस्तो राम्रो ग्यास धुवा पनि नआउने 1.5 महिनालाई हुने ल्याइयो ग्यास आयो मरि बाबा कस्तो गरुको 35 किलो हुँदो रहेछ हेर त्यहाँ 17औं शताब्दीमा जस्तो दाउरा बोकेर हिँडेको छोरा काँच गालिसको ग्यास कहाँ छोडा ग्यास ल्याएर नि भित्र लगाएर पकाउँछ नि त बुढा भित्र लगाएर पकाएर त जम्मै गाउँले दाउरामा पकाएको छ भनिहाल्छ नि सबैलाई थाहा दिनु पर्दैन उहाँ बाहिर राखेर ग्यासमा पकाउने क्या बुढा यता यता उहाँ चुलो छ ए हो बिस्तारै भिनाजु आऊ भिनाजु हो त नि गाउँले सबैले यहाँ बसेर हेर कहीँ लोग्ने मान्छेले पकाएको खाना नि मिठो हुन्छ बतासले हान्छ भनेर यी दुईतिर यत्रो यत्रो ढुङ्गा राखेर बतासै नछिर्ने बनाइसक्यो ल ग्यास राखेर सल्काइहाल त यहाँ यो ग्यास पसले फेरि कस्तो ठग हुँदो रहेछ भनेदेखि चुलो लाने हो भनेर सोधिरहेको थियो हामीलाई चुलो ल्याउनु पर्छ घरमा चुलो छैन 2टा छ बाहिर समेत एउटा चुलो छ बरु यो सल्काउने पो कताबाट हो एकछिन ग्यास भनेपछि यो ग्यास लाइटर हेरेर थाहा हुन्छ नि त ग्यास लाइटर धुवा गनाउँदैन के धुवा आए पो गनाउँछ त ग्यास लाइटर यहाँ कसरी बल्छ भन्दाखेरि ए यहाँ पाङ्रो हुन्छ है नाकमा पोल्ला नाकमा यो पाङ्रो यस्तो फ्याट गर्दा पिलिक्क यसरी बल्छ होइन यहाँ पनि एउटा पाङ्रो हुनु पर्ने भिनाजु पाङ्रो चाहिँ बाटोतिर झार्नु भयो कि क्या हो झरे छैन काना हाल्दा सरासरी आएको कहाँ झर्छ पाङ्रो कतै न कतै यसको पाङ्रो चाहिँ हुनै पर्छ के यतापट्टि छैन कता राखेको छ पाङ्रो कताबाट सल्काउने नि थाहा भएन बुढालाई लोड सेडिङको बेलामा त्यो मोमबत्ती भए पो यताबाट छुस्स पार्ने भन्ने थाहा थियो हेर नि त्यहाँ थाहा पाइहाल्छु नि थाहा नपाएर हो त्यही कहाँ सल्काउने भन्ने त म हेरिरहेको छु नि एकछिन सल्किन्छ चुप्लाएर बस्छ कहाँनिर हो भन्दाखेरि ए बुढा त्यहाँ एउटा कर्रा टुटी जस्तो छ नि त्यहाँ प्याट्टा पार सल्काइदेऊ न यहाँ
वाले त नजाने कुरा चाहिँ नबोल्नु नि प्याच बिच हेर्दैछु नि जान्ने मान्छेले ए यसो हुनसक्छ ल के भन्दाखेरि अब ढोड खर बाल्यो भने के हुन्छ छिट्टै सल्किन्छ भरेर बल्छ 5 मिनटमा निभिहाल्छ अब यो भने चाहिँ 1.5 महिना पुग्छ अरे भनेपछि यो त अग्राखको काठ जस्तो भयो अब अग्राखको काठ त सल्किनलाई त टाइम लाग्छ नि त्यो भएर यो सल्किन टाइम लाग्छ सल्केपछि 1.5 महिना निम्दैन है यसलाई चाहिँ नि के गर्नु पर्छ भने यहाँ हालेर सल्काउनु पर्छ एकछिन है यस्तो गरे यस्तो गरेर सल्काउनु पर्छ के त्यो अग्राखको मुडो सल्काउनलाई चाहिँ खरहरू के हाल्नु पर्छ पादैन त्यसै गरी यसलाई चाहिँ सबै चिज यसरी खाने है यसो गरेपछि अब ठ्याक्क सल्काएपछि त अग्राखको मुडो सल्क्यो ट्याक्टिस त भएको मान्छे हो नि त नि हल्का होइन माइने काका भात पाएको म त खाना आइ त पाक्छ हेर नि त्यहाँ पकाउनुलाई भन्दा खानलाई हतार अब घरमा भाती चामल बसालिसक्यो मान्छे थपिन थाले के हार्ने हो यहाँ घरमा चामल सिद्धिएर छ घरमा गएर 1.5 मन चामल ल्याउँछ यही पानीमा झ्यापा हाल्यो अब चामल लिएर आएर पकाएर खानु भन्दा त म उही खाइहाल्थेँ नि ठट्टा गरेर भने पो त नि बस यहाँ गाउँका मान्छे अरू 3-4 जना नि पाउन आउन सक्छन् भन्ने हिसाबले हामीले चाहिँ यहाँ एक पाथी जति चामल बसालेको छ दूरगामी दृष्टि छ नि त अब पकाएको हेर तिमीहरूले कहिले देखाएको छैन जहाँसँग भात पकाएको ल अब सल्क्यो अब मुइनालाई ढुक्क भयो दाउरा खोज्ने जान नि पार्दैन धुवा पच्चल हुने गरी फुकिरहन नि पार्दैन 1.5 महिना जतिलाई ढुक्क आनन्द बलिरहन्छ केही जान निभ्यो भने यहाँ यतापट्टि एउटा टुट्टी जस्तो छ नि यस्तो त्यहाँनिरबाट फुक्ने रहेछ के यो साँच्ची त ग्यासमा त चाँडै पो पाक्छ त ल तरकारी सरकारी ठिक पारेर के बसालिहाल्नुपर्छ मिठा बनाउनु है तरकारी काटे पर्थ्यो केटी मान्छे देख्नै नहुने छ ल उमेर तिमी पनि त त्यस्तै थियौ नि तिम्रो चाहिँ बिर्स्यौ त्यो पहिला कुरा किन सम्झिरहनु पर्दैन यहाँ बुढेसकाललाई ल मासु चिउरा घिचिरहेको थिएँ अब घिचाउनलाई अर्को फेरि त्यो माछाको थैलो समेत बोकेर आयो ल है जहाँ अब भुइँसी किन्न आउनुलाई यत्रो सत्कार लगाएर त्यो भुइँसीमा निकै नाफा गरे क्या हो माछा चाख्दै गरौ अरू बन्दैछ ए माछा हजुर वाप्पा नखाउन त्यसरी फ्याट्टेसँगले खानै नपाएको नि यत्रो धनी मानीको बुढी भएर मान्छेका अगाडि नकर है तिमी यो खानु भन्दा पहिला के छ भन्दाखेरि यो माछा सम्बन्धी केही कुरा छन् के एकछिन है यो खुट्टो माथि राखौँ हजुर म पनि यता यहाँ सुन्नु बसेर यो माछा सम्बन्धी शास्त्रमा के भनेको छ भन्दा माछा कसरी खाने भन्ने विषयमा तरिका सिकाएको छ के अब माछा धेरै प्रकारका हुन्छन् जस्तो व्हेल माछा अब व्हेल हेर न फेरि कप चाहिँ खाइरह व्हेल माछा भन्दैछु व्याँ व्याँ गरेर खाइरहेको छ तिमी भन न म खाँदै सुन्दै गर्छु व्हेल माछा भन्ने चाहिँ कस्तो हुन्छ भनेदेखि पहिले चाहिँ नि हामीले त्यो ढडिया थाप्दाखेरि खुब पर्थ्यो के अब व्हेल माछा खान पर्छ कसरी भन्दाखेरि यताबाट यसो यताबाट चप्प समात्यो यताबाट कप्प खाने अनि किन ठुस्स परिरहेको खानै परेछ ल यति खाऊ पहिला शास्त्र सुनौ भन्दैछु अब ठुस्स परेपछि त्यो आउन लागेको कुरा नआउने कि त्यस पछाडि अर्को माछा हुन्छ हिले माछा अब हिले माछा भन्ने चाहिँ यताबाट खानुपर्छ यताबाट अब कत्ले माछा भन्ने हुन्छ कत्ले माछा माथिबाट खाने यसो गरी गरेर यसरी गरेर यसरी खाने अर्को हुन्छ फेरि यो बुदुना बुदुना भन्ने माछा हुन्छ अब बुदुना माछा खाने चाहिँ कसरी भन्दाखेरि यसो फुट्ट फाल्दै गर्ने के बुझेर खाने भित्र प्वाक्क नबोल्यो नि पहिले शास्त्रको कुरा सुन्नु छैन अनि त्यस पछाडि अर्को हुन्छ यो कुन माछा हो साँच्ची मुङ्ग्रे यो मुङ्ग्रे माछा हो अब यसलाई कसरी खाने भन्ने विषयमा चाहिँ अब भन्ने होइन यसलाई गरेर देखाउने खाने कसरी भनेदेखि चाहिँ नि अब जस्तै अब यो सबभन्दा ठुलो छ नि त होइन अब यो ठुलो चाहिँ खानु पर्यो भनेदेखि अब कसरी खाने भन्ने चाहिँ ल हेरौँ यहाँ अब यसै फेरि गरेर क्वाप खाने होइन यसलाई के गर्नुपर्छ भन्दाखेरि ल्याउँदा यस्तो ल्याएर खाने बेला यस्तो
यसरी लिएर आएर खैबर आफ्नै तरिका हुन्छ अब त्यो भनेर हुँदैन होइन यसलाई चाहिँ अब गरेर देखाउनु पर्छ यसरी ल्यायो यसरी ल्याएपछि घुमाएर यसो गरी मुहा छिरा खाने तरिकाको विषयमा अर्को शास्त्रमा के पनि भने जस्तो आफूले माछा खाइरहन्छ अरूले पनि खान पाए हुन्थ्यो भनेर त्यो लोभी बिरालोले जस्तो यस्तो गरेर न्याम गरिरहेको हुनसक्छ कि त्यस्तो कुनै परवाह नगरिकन यस्तो बोक्रै सहित पकाएर छ फेरि ढङ्ग नभएकाले यसरी गम खाने काँडाको परवाह गर्ने हुँदैन जसले काँडाको परवाह गर्छ त्यसले के माछा खाने होइन अब ऐँसले खाँदाखेरि काँडा त घोच्छ नि होइन यस्ता काँडा मतलब खाने गम यसरी बाबा माने मैले तपाईँलाई माछा खानलाई तपाईँ त्यसै त्यति धनी हुनुभएको रहेछ त आफन्तहरू को छन् सबैलाई बोलाऊ म बाँच्दिनँ त्यसो नभन न बुढा अब तिम्रो आफन्त भने म यहाँ सँगै छु अर्को एउटा तिम्रै भाइ त हुन् नि यहाँ राजु बाबु यहाँ आउन दाइलाई यहाँ के भइसक्यो लाउन लाउ छिटो छिटो न छिटो लाउन के भो माछाको काँडा अड्क्यो भने अब के हल्ला गरेर नआएको छ लगी हाल्नु अस्पताल होइन सुन्नुहोस् एउटा कुरा के भो विश्वको 5औं धनी व्यक्ति तपाईँको आफ्नै दाजु के को विश्वको 5औं धनी व्यक्ति विश्वको 1 नम्बर गरिब मेरो आफ्नै दाइ अहिले यही माछाको काँडा झिक्ने पैसा हुन्न बुढा छ होइल माछा खाने तरिका जाने मेरो माछाको सत्यानाश बुढा सास से फेर्नु सय सास से फेरि हाल्नुस् म बिर्सिनु सास फेर्नलाई तेरिका अस्पताल नलाएर किन यहाँ राख्या पटारे कान्छाले यो घाँटीमा अड्का माछा काँडो निकाल्न पोल्ची लिन गएको छ क्या त्यही भएर यही नौटा लिएर यो बल्छिन लिएर फुर्लुङ पनि लिएर अहिले त्यो माछा फुट्टा आयो भने फुर्लुङमा थाप्ने हुन्छ खानु हुन्छ भने लिएर माछा निस्क्यो भने फुर्लुङमा हाल्नु पर्छ गोजी हाले हुँदैन पकाएको माछा कोही छिटोले हाम्रो गाउँमा अस्ति त्यस्तै भएको थियो यसले तानेपछि आएको छिटो क्या न भने अनि यसले आउला त भने आउँछ भने यसले आउँछ ए दाइ आगर आगर बल्छी हाल्न लागेको आगर फुत्तै निकाल्दै त बल्छीले यो भित्रै छिराउ धागो पनि भित्रै छिराउ फ्याट तान है काँडो आयो माछो ब्याग उस्तो चन्जु ए बल्छी नै भित्र गएछ बल्छी नै त्यही अड्क्यो बल्छी भित्र खायो छिटो गरौँ छिटो ए गाडा आयो गाडामा लैजाऊ गाडामा गाडा रोकौँ एकछिन गाडा रोकौँ ल गाडामा हालौँ गाडामा बिरामी हो बिरामी क्या ल रोकौँ ल ए बुढा बोला खोइ आयो मेरो बाबा सास फेरि हाल्नु सास आँखा नहेरी खिच्नु पर्छ हे भगवान अब यो काँडो के झिक्ने के दशा आइलागे छिटो गर्नु न भने अस्पताल कुन बेला पुग्ने हो या बुढा मुन्टो हल्लाउन भने छिटो अस्पताल कहाँ छ भने तिमी के खाने कराइरहने तिमीले त अनि उचाली खाऊ बुढा खाऊ भन्ने ए दाइ ए छिटो कुदाऊ छिटो सास फेर्न नछोड है दाइ सास फेर्न नछोड छिटो अस्पताल आउनु लाग्यो अस्पताल आउनु लाग्यो है एउटा दाँत झरेको कति राम्रो देखिया थियो मान्छे गएपछि कसलाई माग्ने बुढा भन्नु त्यतिका मलाई केमा ल्याएको रागा गाडामा ल्याएको छ हजुर यो रागा गाडामा पो ल्याएको त्यही भएर गाह्रो भएको छ झन् गाह्रोमा म जान्न मलाई साइकल लैजाऊ के भयो फेरि म यसमा जान्न रोक धेरै नबोल रोक दाइ रोक्देऊ झन् गाह्रो भयो अस्पताल आइपुग्ने बेला हजुर साइकलमै लैजाउँ न त भनिसकेपछि ल भइगयो नि त साइकलमै लगिहाल्ने ल गाह्रो गरेर हिँड बोकेर कुदाऊ
खोजौ साइकल 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 आयो साइकल ल ल छिटो 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 साइकल साइकल आयो 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 साइकल आयो ल ल ल ल दाइ साइकल साइकल मलाई मर्नी बेला साइकल चढ्ने साइकल साइकलमा मर्ने कुरा नगर बुढा त्यसो नभन बस बस साइकल पछाडि बस ल बस है भाउजूलाई चलाउन आउँदैन टाढो माथि अड्क्या तल खुट्टो माथि जाएन ल ल ल भाउजू त मिलाएर हाल्देऊ ल भयो ल ल ठिक छ ठिक ठिक छ ठिक छ भाउजू पछि कुदा है एउटा बिरामी लिएर गएको छ त पुलिस डाल गयो गर अलि गर बल्छी भन्ने त कस्तो काँड रहेछ जात ल्याएर ठ्याक्कै माछामा गएर छिरेर मर्या